हेलो गाइस, आज हामीले दिउँसो चाहिँ तपाईहरुलाई भनेका थियौं यो ठाउँमा पानी पर्दैन भनेको। अनि आज दिउँसो त तपाईको पानी त पर्यो हल्का फुल्का, धेरै दिनपछि पानी पर्यो हल्का हल्का, त छिटापिटा गर्यो अन्त पानी। तर छिटापिटा गरे तापनि तपाईको यो कस्तो भन्दाखेरि यो हुन त सहर एकदम ठुलो पन्जाब भन्ने एउटा सानोतिनो सहर चाहिँ ठुलै सहर हेर्नुस्, तर यहाँको व्यवस्थित चाहिँ त्यति राम्रो भएको छैन कि अझै। खै किन तपाईको सानो हावा बतास गाउँ घरमा आउँदाखेरि तपाईको पहिरो जाने जस्तो डर लाग्ने जस्तो गरी यहाँ पनि तपाईको सानो हावा हुरी बतास आउने बित्तिकै तपाईको लाइट चट्टे काट्दिने। अनि अरू धेरै ठाउँमा काट्दैन कि हाम्रै जहाँ हामी जुन मौलामा बसौँ त्यो मौला। अब तपाईँ अरू ठाउँ यता हेर्न सक्नुहुन्छ, यहाँ तपाईँको जताको जहाँ लाइट बोलेको छ त्यो हामीभन्दा अलिक टाढा छ, धेरै टाढा छैन, नजिकै छ, हेर्न सक्नुहुन्छ तपाईँ। अब तपाईँको यति जहाँ लाइट बोले यो हामी बस्ने ठाउँ हेर्नुहोस् यतातिर है, यहाँ पुरै लाइटै छैन, तपाईँ हेर्न सक्नुहुन्छ यता। अनि यो चाहिँ कस्तो भन्दाखेरि यहाँको व्यवस्थित कमी के हो भन्ने कुरो बुझ्न सकिँदैन हामीले। अनि अर्को कुरो चाहिँ नेपालमा त तपाईँको धेरै पहाडहरू, धेरै ढुङ्गाहरू, तपाईँको जस्ता पहाडहरू छन्, पहाडहरूमा बाटो ठाउँमा लगाएको कारणले गर्दाखेरि तपाईँको पहिरोहरू जाने त त्यस्ता धेरै धेरै समस्याहरू हुन्थ्यो, बुटाहरू खस्ने समस्याहरू हामीले देखिँदै गर्दाखेरि हामीले चाहिँ त्यहाँ तिनीहरू चाहिँ कस्तो भन्दा बोट बिरुवा चाहिँ हामीले सार्न सकिँदैन। धेरै कुराहरू हामीले चाहिँ नेपालमा चाहिँ व्यवस्थित गाउँघरमा गर्न सक्ने सम्भावना छैन, तर यहाँ चाहिँ व्यवस्थित गर्ने भने धेरै कुरा सम्भावना छ छनलाई, तर के गर्ने, अब यहाँ व्यवस्था हुँदैन। त्यही भएको कारणले गर्दाखेरि लाइन कटेको अब पानी परेन भने पानी पर्दैन भने बसिरहेको थियौँ होइन। अब अहिलेखेरि तपाईँको पानी पर्यो सानो बिहान छिटाबिटा गरेर चाहिँ अलिअलि बस अहिले लाइटै आउनु घर। अब हामी अलि यस्तो ठाउँ बसेको छ, ल हेर्नुहोस् यहाँ माथि भिड छ, अहिले हेर्नुहोस् यस्तो ठिकमा आएर बस्छ। अब यता माथि पनि छ राम्रो बस्ने ठाउँ, ल हेर्न सक्नुहुन्छ तपाईँ, यहाँ माथि हेर्न सक्नुहुन्छ, यहाँ माथि यस्तो ठाउँ छ। तर के गर्ने यो दिवारले गर्दाखेरि तपाईँको यता दिवारले गर्दाखेरि तपाईँको मच्छर टोक्छ, हावा आउनु, यहाँ फेरि तपाईँको एकदम मिठो हावा लाग्छ, ल हेर्न सक्नुहुन्छ तपाईँ। मेरो फ्यामिली पनि छ सबै, हामी यहाँ सबै बसिरहेछौँ। यो कुरा केही न केही तपाईँको हाम्रो चाहिँ यो नेपाल र इन्डिया केही धेरै कुराहरूको समस्या छ, यही देखिएको कुरा हो है। अनि गाइस तपाईँले यो के कस्तो लाग्यो मेरो कुरामा चाहिँ तपाईँले यहाँ चाहिँ कमेन्ट गरेर तपाईँले बताउन सक्नुहुन्छ यो कुराहरू है।